देशकै प्रधानमन्त्रीले अर्ग्यानिक खेतीको बहुत प्रशंसा गरेर जानुभयो। अब अर्ग्यानिक खेती विश्व बजारमा बेचिदिने पुरा भरोसा दिएर जानुभयो। खेती गरौँ है, अर्ग्यानिक हो। बहुत भाषण सुनेर आएर सबैले थाल्नुपर्छ। थालौँ है, म त थालेँ यहाँनिर। अब यो हिउँदे मस्याम, यो ठाङ्रे मस्याम छर्दैछु। साह्रो छ भन्नु चाहिँ सजिलो छ, भाषण सुन्नु पनि सजिलो। यो अर्ग्यानिक खेती गर्नु साह्रो। किरा फाराले केही हुँदैन। मकै अहिले अमेरिकन फौजी किराले स्वाहा बनाएर राखेको छ। यसमा त्यही हो भनेपछि दाम पनि छैन। अब प्रधानमन्त्रीले विदेशमा बेचिदिन्छु भन्दा चाहिँ अलिक आशा लाग्यो साथी हो। दाइ कल गरौँ है अर्ग्यानिक खेतीमा। मेरो चाहिँ यस्तो छ तर्खर चाहिँ। अब यो खामो पोल गाडेकोमा चाहिँ डमै मस्याम रोप्ने प्लान छ उपरसम्म। यता सबै बनाएर लिइसकेको छु। यसरी मन लगाएर आज चाहिँ म चाहिँ फोनमै भाषण सुन्दै मस्याम रोपेँ मैले चाहिँ आज। ल है साथी हो, तपाईँहरू के गर्नु हुँदैछ? रोपौँ है, अर्ग्यानिक हो। प्रधानमन्त्री बुढोले बेचिदिन्छु भनेको छ नि। ल है कृषक दाजुभाइ।